के तपाईलाई थाहा छ हिटलर को हुन्, कहाँका थिए, उनी के गर्थे र कसरी मरे? हो साथीहरू, आज हामी हिटलरकै बारेमा बताउँदै छौं। भिडियो सुरु गर्नुभन्दा हजुरहरूलाई एक रिक्वेस्ट छ। यदि हजुरहरू मेरो च्यानलमा नयाँ हो भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। सबैभन्दा पहिले जाउँ एडल्फ हिटलरको जन्म कहिले भएको थियो। एडल्फ हिटलरको जन्म 1889 अस्ट्रेलियामा भएको थियो। हिटलर 12 वर्षको उमेरमा हुँदै नै उनका बुबाको निधन भएको थियो, जसमा हिटलर आर्थिक सङ्कटमा पर्नुभयो। हिटलर चित्रकलामा धेरै रुचि राख्थे। हिटलर चित्रकला पढ्नको लागि 2 चोटि प्रयास गर्नुभयो, तर उनलाई चित्रकला पढ्नमा प्रवेश मिलेन। त्यसपछि उनी मजदुरी तथा घरहरूमा पेन्ट लगाएर जीवनयापन गर्नुभयो। जब प्रथम विश्वयुद्ध हुनका लागि तयार थियो, तब उनी पनि सेनामा भर्ती भए। युद्ध समाप्त भएपछि उनी एक दल जर्मन लेबर पार्टीमा सम्मिलित हुनुभयो, जसमा जम्मा 20-25 मानिसहरू मात्रै थिए। हिटलरको भाषणले गर्दा नै हिटलरका मानिसहरू हजारौं सदस्यतामा पहुँचेका थिए। त्यसपछि पार्टीको नाम पनि चेन्ज गरे। त्यो पार्टीको नाम थियो नेसनल सोशलिस्ट जर्मन लेबर पार्टी। दोस्रो युद्ध भइसकेपछि पनि हिटलरले जर्मन सरकारको विरुद्ध विद्रोहका प्रयास गर्नुभयो। खासमा भनौँ भने हिटलर पनि एक मादरचोद भोसडीवाला नै थियो। जर्मन सरकारका विरुद्ध विद्रोहका प्रयास गरेकाले हिटलरलाई 5 वर्ष जेलको सजाय भयो। 5 वर्षसम्म उनले जेलमै बसेर आत्मकथा मेरो सङ्घर्ष पुस्तक लेख्नुभयो। यो पुस्तकमा उनले आफूले जीवनभर भोगेका कुराहरू लेखेका छन्। यो पुस्तक लाखौँमा बिक्री भइसकेको छ। उनी 5 वर्षपछि जेलबाट छुटे। उनी फेरि पार्टीमा सम्मिलित हुनुभयो। उनका पार्टीको पहिले धेरै कम सिट मिलेको थियो, तर 1933 सम्म जर्मनको सत्ता पर पुरा अधिकार बनाइसकेको थियो। जेलबाट छुट्ने बित्तिकै उसले आफ्नो आसपासको देशमा कब्जा गर्न सुरु गरिसकेको थियो, जसबाट दोस्रो विश्वयुद्ध सुरु भयो। हिटलर यहुदीहरूसँग धेरै नै घृणा गर्दथ्यो। उसले उनीहरूलाई धेरै नै अत्याचार गरेको थियो। कोठामा धेरै विषादी ग्यास हालेर हजारौंलाई मारेको थियो। 6 वर्षको युद्धपछि हिटलर हार्यो र उसले आफ्नी प्रेमिका, जसको साथ उसले 1-2 दिन पहिले नै विवाह गरेको थियो, उसलाई गोली हानेर मारिदियो। त्यसैले हिटलरलाई मादरचोद पनि भनिन्छ। हजुरहरूलाई हिटलरको बारेमा थप जान्न मन छ भने पार्ट 2 मा म यसको फेरि हिटलरको बारेमा लिएर आउनेछु। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। यदि भिडियो मन परेमा च्यानललाई सबैभन्दा पहिले सब्स्क्राइब गरिदिनु होला र भिडियोलाई लाइक, कमेन्ट, सेयर गरिदिनु होला। हजुरको साथ सपोर्टले गर्दा नै हामीलाई थप हौसला मिल्नेछ। हवस् त, आजको लागि यति नै। च्यानललाई सब्स्क्राइब गरेर भिडियोलाई लाइक, कमेन्ट गरिदिनु होला। हवस् त, धन्यवाद।